यस्तो मौसममा त काम गर्नु पनि छुट्टै मजा छ क्या। गाउँ घरमा चाहिँ दिनको काम हुने क्या, रिसै उठ्दो बस्नै नपाइने एक दिन पनि। बर्खा लागेदेखि त झन् एक दिन फुर्सद छैन। थै आज पनि हिजो जस्तै ड्याङ उचाल्नु पर्ने हुन्छ। म यता ड्याङ उचाल्ने, मम्मी बाबा भने उता खाल्टो खन्दै झार जिलाउने। ड्याङ उचाली भ्याइकन चाहिँ अघि खनेको खाल्टामा मल लगाउनु थाले। बाबा माटोसँग मल फिर्दै, मम्मी भनी बिरुवा रोप्दै। दिदी पनि आज कहाँबाट झुल्केछ, म पनि बिरुवा रोप्छु भन्दै रोप्दै रहेछ। म नाच्छु, भिडियो बना, हेरे बनाइदिएको यस्तो पो। मैले उठाएको ड्याङ कस्तो छ, ठिक छ नि भनेको, ठिक छ है। अरे टम्टो रोपी सकाइसकेपछि चाहिँ आयौँ घर आएपछि त मम्मीले त कि कोदोको बिरुवा उखाल कि घाँस काट पोरे। झ्यावै लाग्दो को उखाल्छ कोदोको बिरुवा। मम्मी बाबा कोदोको बिउ उखाल्नुतिर, म चल्दै घाँस काट्नु। बिहान पनि घाँस, दिउँसो पनि घाँस काटेर जाने भयो जिन्दगी। आकाश पनि आज त क्या दामी खुल्दिरहेको। अब चाहिँ मैले काट्नु पर्ने हुन्छ एक बारी घाँस। साराम सुरुम काटेर गोठमा पनि ल्याए। आजलाई यति नै, अब भेट्नु पर्ने हुन्छ भोलि। दिस मच फर टुडे, टाटा एन्ड बाई बाई।